हेलो गाइजहरु, वेलकम छ हाम्रो न्यू भ्लगमा तपाईहरुलाई स्वागत छ। तपाईहरु सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौं भन्ने आशा गरौँ। र कसैलाई मेरो भिडियो हेर्ने सन्चो नभए पनि सारो सन्चो हुनु होला भन्ने मेरो प्रार्थना छ तपाईहरुलाई। र आज म बजारतिर घुम्न आएको छु। यस्तो सिनहरु देखिरहेको छ, यतातिर हेर्नुस् ब्याकग्राउन्डहरु। अनि छ यतातिर चाहिँ हाम्रो दुईजना केटाहरु छन्। यता चाहिँ साइकलमा हिँड्दा छ, यता चाहिँ लखर लखर हिँड्दा छन् हैन। के गर्नु, यतातिर चाहिँ त्यो अफुको बिल छ हैन, त्यहाँ भेली बनाउने र मासु तर कतै गइरहेको छ सक्नुहुन्छ। हामी त्यहाँ यसो बजारतिर जान्छौँ हैन, यसो बजारतिर पनि जानु पर्यो। के छ र जिन्दगीमा, यतातिर चाहिँ काम चलिरहेको छ। यसो यत्रो घाममा काम गरिरहेको छ हैन गाइजहरु। गाइज खेती हेर्ने हो त्यहाँ चाहिँ होइन, बारिस त सिकाउँछ अरे अनि त्यहीँबाट पठाउँछ अरे त्यहाँ विदेशतिर त्यस्तो। अनि त्यो कामको लागि पनि बुझ्न जाँदैछौँ हामी। त्यस्तो के छ कस्तो छ भने के गर्नु यार, नेपालमा जागिरै छैन। 12 पास त गरे अरे के गर्नु यार, जागिरै छैन सरकारी। कसैले दया माया छ भनेपछि त सुभाषलाई पनि मिलाइदिनु होला सरकारी चाकरी। 12 पास ए भगवान, 12 पास अस्ति गरेको के र? अस्ति गरेको न, हाम्रो अहिले 6 महिना अगाडि गरेको। ए 6 महिना पहिला चाहिँ एक्जाम गरेको। कहाँ अहिले बाइस ए भगवान। कसैले भिसी गर्न चाहनुहुन्छ भने हाम्रो शिवाजी भनेर हुनुहुन्छ यतातिर सबै गर्नु भन्दैछन्। कसैलाई चाहिएमा कन्ट्याक्ट नम्बर मलाई सम्पर्क गर्नुहोला, म पठाइदिन सक्छु तपाईँहरूलाई। र फेसबुक आइडी पनि चाहिएमा, वाट्सएप चाहिएमा मलाई भन्नुहोस् होला। यतातिर बाटो क्रस गर्नुपर्छ हेर्नुहोस्, यो बाटो चाहिँ अलिक डेन्जर छ, मेन रोड हो नि त। पनि चाहिएमा, वाट्सएप चाहिएमा मलाई भन्नुहोस् होला। यतातिर बाटो क्रस गर्नुपर्छ हेर्नुहोस्, यो बाटो चाहिँ अलिक डेन्जर छ, मेन रोड हो नि त। फेरि काठमाडौँ जानेतिर रोड हो नि त यो भनेको। यो बोकाकुन्टो के गर्न गएको त्यो पसलमा, फेरि यसो केरासेरा किन्न गलान्। हे भगवान, नि फुच्चीहरू कति पर्छ फुच्ची भाइहरू भन त, कति पर्छ? 8मा नाम त गरिब मान्छे छ, गरिब मान्छे छ के? कति पर्छ तिमीले? तिमीले नि तिमीले अनि यति चाँडो किन आयो तिमीहरू स्कुलबाट? ए ल त्यहीमा गएर सब्सक्राइब गर है ल। ए भगवान, तिमी केटाहरु त कहाँ पुगिसक्यो? मलाई छोडेर डुगुर्नु पर्यो। अझै अगाडि कफी बनाउने ठाउँ। हे भगवान, हामी यताबाट यता आएको, फेरि उठे खोज्नु जानुपर्ने। राम 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 राम। कसैलाई बारिस सिक्न मन लाग्यो भने यहाँ आउनुला। यहाँ यत्न मेन रोड छ खैरदेखि यतापट्टि, त्यसपछि यताबाट यहाँ आनेर ठ्याक्क हाम्रो सरजी जाँदै हुनुहुन्छ। अब यसो सरजीले के भन्नुहुन्छ हेरौँ। ओ सरजी, तपाईँ किन अगाडि अगाडि दुर्नु भएको भन्नुहोस् त। यहाँनिर हो अरे के बेकरी सिक्ने ठाउँहरू, बुझाउँ न के कस्तो छैन। हेलो गाइजहरु, यो हाम्रो भान्जीको पसलमा छौँ। फेरिको चोकदेखि चोकैमा छ, अलि भित्र आने। अनि यहाँ चटपटेहरू पाइन्छ, स्पेसल खाल चटपट, एकदम मिठो मिठो। हाम्रो साउनीजी यता हुनुहुन्छ। हो के भन्न सक्नुहुन्छ? हाम्रो मेरो पसलमा आउनुला भनिदिनुहोस्, सामानहरू किनिदिनु होला भनिदिनुहोस्। कलाएर